मेरा प्यारा दाजुभाइ दिदीबहिनी आमा बुवा तथा साथीहरूलाई मेरो सेकेन्ड ब्लगमा स्वागत छ। आज चाहिँ शनिबारको दिन। अरू दिन भएको भए म यतिखेर अफिस पुगिसक्थेँ। आज बिदाको दिन भएर म चाहिँ यति बेला बल्ल उठिरहेको छु। अनि उठेर हाई गर्दै एकछिन त रुममै ओल्याङ डोल्याङ गरेर बिताएँ 15-20 मिनट। त्यसपछि आएँ बाहिर आएर पनि हाई गरेर शरीर तन्काएर बसेछु। त्यतिले पनि पुगेन, निद्रा भागेन। अनि म आएँ एन्जलको साइकल हाम्रो घर थियो। साइकल चलाउन खोजे सकेन। अनि के सोच्न लागेको नि, अब यस्तो सोचाइले म कुन दिन साइन्टिस्ट बन्न बेर लाग्दैन। सोचिरहेको छु के सोचेँ अहिले बिर्सिसकेँ। त्यसपछि म हातमुख धोएँ, फ्रेस भएँ। अनि बाबाले मेसिन लिन जाम, मकै छोडाउने मेसिन भन्नुभयो। अनि हिँडेँ उकालोतिर। जाने त गएँ, तर मेरो केही कामै लागेन। बाबाले एक्लै बोकेर ल्याउनु भयो। म चाहिँ भिडियो मात्र गराएँ। अनि घर ल्याएपछि बाबा र मम्मी मिलेर त्यो मकै छोडाउन लाग्नुभयो। मैले चाहिँ आफ्नो केही काम दिएन यसमा। अनि म चाहिँ मेरो नयाँ इयरपोड अनबक्सिङ गर्न थालेँ। ल कताबाट खोल्ने हो मलाई थाहा छैन। यता फर्काइ हेरेर लास्टमा पत्ता लगाएँ यहाँबाट खोल्ने रहेछ। अनि खोलेँ। यो पेपरलाई चाहिँ साइड लगाइदिएँ किनभने मलाई पढ्न चाहिँ जाँगर छैन। अनि यो खोलेँ। अनि 1-2 घन्टा चार्ज पनि गरेर युज पनि गरिसकेँ। अहिले त यो रेकर्ड गर्नभन्दा पहिले युज गरिसकेँ। अनि अरूभन्दा चाहिँ अलि छुट्टै किसिमको लाग्यो। नयाँ भएर होला, अब 1-2 दिन त राम्रै लाग्ने भयो। अनि त्यो गर्दै थिएँ ठ्याक्क। अनि हृदय आयो। माथि छु। बेलाउजी ल्याइदिएको त्यसपछि चाहिँ मैले नुहाइधुवाइ गरेँ। यति बेला बल्ल नुहाछु। छुट्टी भनेपछि रुटिनै कस्तो चेन्ज भइसक्छ कि। नुहाइधुवाइ गरेँ। अनि त्यसपछि मेरो रुममा एउटा फ्लावर भेस छ। फ्लावर भेस त के भन्नु, त्यो हुक्काको भाँडा हो, तर मैले त्यसलाई चाहिँ भेस जस्तो गराइरहेको छु। त्यसमा पानी राखेर फुलहरू राख्छु। 1-2 दिनमा चेन्ज गरिराख्छु। अनि हाम्रो घरमा चाहिँ त्यो बसाउने खालको के फुल भन्छ कि, त्यो सेतो खालको त्यो फुल फुलेको रहेनछ। अनि म गएँ पलतिर। अनि गएर टिपेर लिएर आएँ। अनि त्यससँगै हाम्रो घरमा भएको अरू रातो फुलहरू पनि टिपेँ। त्यसपछि फेरि अनि फुल धोएँ। अनि हात खुट्टा पनि धोएँ। अनि त्यो भेसमा चाहिँ मैले सजाउन लागेँ। अनि त्यसपछि यहाँ देखाउँछु हेर्नु है ल। अनि पानीमा त्यो सेतो फुल हालिसकेँ। अनि त्यसपछि चाहिँ माथिबाट मैले रातो फुल, अनि यो पार्वती फुल कि के फुल भन्छ, अनि त्यो फुलहरू सबै सजाएँ। अनि म फुल टिप्न जाँदा आँप पनि भेटाएको थिएँ। त्यो आँप पनि मैले देखाइरहेको छु। यो पनि मैले खाइसकेँ। यो चाहिँ यस्तो देखियो। यति राखेपछि कस्तो रुम फ्रेस जस्तो देखिन्छ क्या। त्यसपछि मेरो चाहिँ ड्रेसहरू अनि लुगाहरू अलिअलि धुन थियो। अलिकति त मेसिनमा हालिदिएँ, अलिकति चाहिँ धुनको लागि भिजाउन लागेँ। अनि भिजाएँ सरफ राखेर भिजाएँ, एकछिन भिजाएँ। ड्रेसहरू भिजाएँ। अनि अरू कपडाहरू पनि भिजाएँ छुट्टै। अनि यो भिजाउनसम्म मम्मीले मलाई खाना बोलाउनु भयो। अनि मैले खाना पनि खाएँ। यो भिडियो चाहिँ अलि लामो रहेछ, त्यही भएर मैले 1 घन्टा भिजाएकै भइसक्यो। त्यही पनि स्पिड बढी गराइरहेको, त्यही पनि कति भिजाएको। अनि मैले चाहिँ खानासाना खाएँ। खानाहरू खाएको चाहिँ मैले रेकर्ड गरिनँ किनभने खाना खाएको बेला चाहिँ रेकर्ड गर्न मलाई अलिक अल्छी लाग्छ क्या। धेरै खानु भएर होला, अब त्यस्तो त होइन। त्यही पनि खाना खाएको चाहिँ मलाई कस्तो भिडियोमा देखाउनु मन लाग्दैन। अनि त्यसपछि हात खुट्टा धोएँ। म जे गरे पनि फेरि खुट्टा चाहिँ धुनुपर्छ। अनि मैले चाहिँ माथिपट्टि पोछा लगा भन्नुभयो मम्मीले। अनि माथिल्लो तलामा पोछा लगाएँ, झाडु पोछा लगाएँ। अनि त्यसपछि झाडु पोछा लगाएर सकेपछि चाहिँ मेरो कपडा धुन छ। मैले त भिजाएको छु मात्र भन्ने याद आयो। हेर्नु न बाहिरको सिन कस्तो राम्रो पानी परेको थियो, रोपाइ सकेको थियो, कसैको त रोपाइ चलिरहेको थियो। कस्तो राम्रो सिन। पोछा लगाउँदा म सिन हेर्न गएँ। अनि कपडा धुन लागेँ। कपडा त फेरि पानी पऱ्यो भने सुक्दैन नि त, बाहिर धोएको कपडा त। अनि एकछिन चाहिँ कपडा धोएँ। मलाई पानीमा खेल्न चाहिँ रङ्ग लाग्छ, जे होस् पानीमा खेल्न चाहिँ रङ्ग लाग्छ। अनि त्यो कपडा चाहिँ कपडाबाट चाहिँ यस्तो सफा पानी आउनुपर्छ, त्यो पिउन लायक जस्तो पानी आएपछि बल्ल त्यो धोएको जस्तो फिल हुन्छ क्या। त्यही भएर मलाई मेसिनको धुवाइले अलिक चित्त बुझ्दैन। त्यही भएर सकेसम्म चाहिँ म आफै धुन्छु कपडा।
अनि धोएँ कति बेर धोएँ। ओहो मलाई त पानी यति चाहिन्छ यो कपडा धुँदाखेरि। पानी नभएको ठाउँमा म बस्न पर्यो भने म कसरी गर्ने होला जस्तो फिल हुन्छ क्या। धोएर सकेँ, लगभग सकेँ। अनि कपडा सुकाउन लागेँ। अनि यो पानी परेको भएर पहिलेको कपडा पनि सुकेको थिएन। अनि त्यही भएर पहिलाको कपडा चाहिँ मैले साइड लगाइदिएँ। अनि फेरि अहिले धोएको कपडाहरू सुकाएँ। अनि सुकाएँ अलिअलि घाम लाग्ला जस्तो भएछ कि बल्ल। अनि सुकाएँ। हेर्नु न, कपडा धोएर भ्याउँदाखेरि सबै कपडा भिजिसक्यो मेरो लगाएको कपडा। अनि अब यो कपडा चेन्ज गर्नु पर्यो। अनि चेन्ज गरेँ। अनि मलाई के गरौँ भयो। खाजासाजा खाएपछि याद आयो मलाई त स्केचिङ पनि गर्न छ। यो पेन्टिङको जोस जाँगर सक चढेको चाहिँ मलाई 1 महिना लगभग 2-3 महिना अगाडि हो। अनि मैले चाहिँ 1-2 दिन गरेर छोडेको थिएँ। अनि हिजो चाहिँ मलाई एकजना विद्वान मान्छेले आफूलाई मन लागेको कुरा 100 दिन नआए भने 100 पटकसम्म चाहिँ गर्नुपर्छ भनेर भन्नुभयो। अनि आज चाहिँ मैले त्यही सम्झेर यो गर्न लागेको, पेन्टिङ गर्न लागेको। कृष्णको त्यो मुरलीसँगको त्यो खुट्टा ल्यापटपमा हेर्दै गर्न लागेँ। अनि अलिअलि ड्रइङ पनि गरेँ, पेन्टिङ पनि गरेँ। खासै ढङ्ग त छैन तर रमाइलो चाहिँ लाग्छ। गीत सुन्दै पेन्टिङ गर्दै गरेँ। हल्का त्यो सानो साउन्डमा गीत सुन्दै पेन्टिङ गर्दै गरेँ। रमाइलो लागिरहेको थियो। पेन्टिङ गरिरहेको छु। पेन्टिङ पनि हेर्न सक्नुहुन्छ। हेर्नु न कस्तो राम्रो भएछ। राम्रो त त्यस्तै हो तर गर्न चाहिँ गरेछु। जे होस् गरिरहेको छु, सिक्दैछु। यो फेरि यस्तो हो कि अब जाँगर लाग्छ, 1-2 दिन गर्छु अनि त्यसपछि फेरि म बिर्सिहाल्छु कि यो थन्काएपछि बिर्सिन्छु। अनि मलाई अर्को कुरामा जाँगर लाग्न थाल्छ। कस्तै फिक्सै हुन्न क्या। फिक्स भन्दा पनि स्टेबल चाहिँ हुन्न के। म चाहिँ रेकर्ड गर्दै थिएँ। अनि आमाले खाजा खान बोलाएर खाजा खाएर आएँ। आज चाहिँ सन्डे हो खास। भोइस ओभर चाहिँ मैले सन्डे गरिरहेको छु क्या। अनि हेर्नु है, म पेन्टिङ गरिरहेको छु, आउटलाइन दिइरहेको छु त्यो पेन्टिङमा। अनि मलाई जाँगर लाग्न छोड्यो। बिचबिचमा चाहिँ भिडियो कट्छ कि कति बेरसम्म त्यो चलेर मलाई चाहिँ जाँगर लाग्न छोड्यो। अनि म पोजिसन चेन्ज भइसक्यो। बस्दा म पल्टिन लागिसकेँ। अब यस्तै हो कि धेरै बेर एउटा काम गरेर पनि मलाई त्यो अल्छी लागिहाल्छ। अनि म निदाउनु पनि बेर लाग्दैन। हिडन ट्यालेन्ट भनौँ कि के भनौँ। अब म झुलिरहेको छु। यस्तै गर्दै मेरो चाहिँ लामो थियो भिडियो। मैले चाहिँ काटेर छोटो गराएको। अनि उमा निदाएँ। यस्तो छ पारा। अनि निदाएँ। अनि अब साँझ एकैचोटि आमाले खाना खान उठाएर बल्ल उठेको थिएँ म। अनि त्यतिसम्म चाहिँ मोबाइलको ब्याट्री पनि डेड भइसकेको थियो। अनि हिजो भोइस ओभर गर्न त्यस्तै भयो। आज चाहिँ सन्डेको 4 बज्न लाग्यो लगभग। खाजा खाएर बल्ल भोइस ओभर गर्न लाग्छु म। आजको दिन पनि खाना खाएर यताउता गर्दा अनि सुतेर बित्यो। हिजो पनि बित्यो, आज पनि बित्यो। ल बाई है त ल।